गाइस आज चाहिँ मैले टक्कर आएको मासु ल्याएर काटिसकेको छु। अब पकाउँ भन्ने सोचमा छु। हेर्दै गर्नुहोस् हराएको मासु कसरी पकाउँछु। यो चाहिँ म आज फ्राई मात्रै गर्ने, राम्रो छ मासु चाहिँ फ्राई गर्ने खालको लिएर आएको छु। ल है त पकाउँछु। केही कुरा लाउनु छैन। हामी यहाँ मिट मसला हाल्नु पऱ्यो, मसला फ्राई गर्ने मसला। Pwede ko niyan lewos. Aka piro? Piro bahasa ni baby ada. Ada bahasa? Mana lagi bahasa? अलि भइरहेको छ। बाबा त्यही भएर पानीमा राख्नुपर्छ क्या अनियनलाई। आँखा पिरो भयो भने अगाडि केलाउने अनि पानीमा डुबाएर राख्नुपर्छ। त्यसपछि हुँदैन। आँखा पिरो भयो मेरो। तिमीले पानीभित्र राखेन सक्दैन त बाहिर निकालेको घर पुग्नु अनियन दिनुहोस्। प्याज चाहिँ अगाडि नै फ्राई गर्छु। तर म चाहिँ यो कराई एकदम मेरो ठुलो छ अनि यसमा चाहिँ डढ्दैन पनि प्रायः। त्यही भएर म यसलाई अहिले मासु राम्रोसँग फुटेपछि मात्रै प्याज चाहिँ फ्राई गर्छु। ओ थ्याङ्क यू सो मच मेरो छोरीले हेर्नु कति माया गरेर मलाई मेरो न्याप्किन लिएर आइरहेको छ। आँखामा मेरो एकदमै आँसु आयो यो लसुन काट्दाखेरि प्याज काट्दाखेरि। थ्याङ्क यू बेबी। You are so sweet. So sweet.